चेलाम सांगछिन जिम्मी राम्रो व्यवहार भएको मान्छे सोनामनी फु यारब सिक्रे सोनाम चाहिँ एक असल केटो हो खोङ नामजुन फमा पुन्छे थम्छे ला उहाँ सधैँ बुबा आमा आफन्त सबैलाई रोक्पा छेखेन सिकिन मद्दत गर्ने एक व्यक्ति हुन् युल्मी खिम्से नम्ला बस्तीवाला छरछिमेक सबैलाई काङ्गल नाम ठेकाप जहिले अप्ठ्यारो परेको बेला खोङ ने फेन ड्रोक खाङ थुप छिगियो उहाँबाट जति सक्दो साथ सहयोग गर्नुहुन्छ लोब्डाला ड्रुई कप्सयाङ विद्यालय जाने समयमा पनि लोपठुक नाम न्याम्दु थुन्डिलथाङ विद्यार्थीहरूसँग मिलनसार र गेगेन नामकी खाला न्याम्पो छिगियो शिक्षकहरूको आज्ञा पालना गर्नुहुन्छ खोङ नि थु ताक्तु लोब्जोङला उहाँ चाहिँ सधैँ पढाइमा चोन्ड्रु चेखेन सिकिन मेहनत गर्ने एक व्यक्ति हुन् ग्युम्सेन थेला तेने नामजुन यिक्छे छेछुङ त्यस कारणले सधैँ ठुला साना परीक्षा छाङमार आङ्की याक्पो लोन थुप्की योपे सबैमा राम्रो अङ्क प्राप्त गर्न सकेकाले फामा निकी चाम्पोथाङ बुबा आमाले माया र गेगेनथाङ लोब्ड्रोक सेन्की शिक्षक र अरू विद्यार्थीहरूले खोङ ला कापो छिगियो उहाँलाई राम्रो गर्नुहुन्छ खोङ नाङसिन चिसोकनाङ उहाँ जस्तै हामीले पनि समाजभित्र छाङमी न्याम्दु थुनलाम जिङ्गोने सबैजनासँग मिलनसारको माध्यमबाट याराप्चो सांगचिन जिम्मेसिक योङजुर एउटा राम्रो व्यवहार भएको मान्छे बन्न थाप्सेताङ बेचन छेकोबाइन उपाय र मेहनत गर्नुपर्छ